नमस्कार। म आज बुधबार जन्मने व्यक्तिहरूको जन्मफल कस्तो हुन्छ भन्ने बारेमा जानकारी गराउन गइरहेको छु। बुधबार जन्मिने व्यक्तिहरूको बारेमा संस्कृतमा यस्तो भनिएको छ, सद्रूपशाली मृदुबाग विलास श्रीमान कला कौशलता समेत बढी क्रियायाम हि भवेद विज्ञ प्राज्ञो गुणज्ञो ज्ञादिनोद्भवो यः। अर्थात् बुधबार जन्मिने व्यक्तिहरू अत्यन्त चञ्चल स्वभावका हुन्छन्, अत्यन्त प्रभावशाली हुन्छन्, कला कौशलमा निपुण हुन्छन्, मिठो बोल्ने हुन्छन्, अलि काम वासनामा बढी लाग्ने हुन्छन्, अत्यन्त धनवान हुन्छन्, विद्वान पण्डित समान हुन्छन्, अत्यन्त गुणज्ञ हुन्छन्, साहित्य प्रेमी, सङ्गीत प्रेमी हुन्छन्, स्वार्थ साधनमा जसरी पनि अगाडि बढ्ने खालका हुन्छन्, विपरीत लिङ्गी प्रतिको आकर्षणमा अत्यन्त अगाडि बढ्ने खालका, अत्यन्त बोलीको प्रभाव पार्न सक्ने, अत्यन्त मृदुभाषी हुन्छन्। बुधबार जन्मिने सम्पूर्ण व्यक्तिहरूको सदा सर्वदा जय होस्, मङ्गल होस्, कल्याण होस्।